आज अब सफा गर्नु आएको हामी हैन आज सरसफाइ गर्ने हाम्रो समाज घरको यस्तो छ खै छोड्नु त हेर्नु त कस्तो भएछ भगवान हेर पानी जमेर ए प्रभु घर त दामी छ नि यस्तो बत्ती बत्ती कति वर्ष भयो भन्दै दिदी हामीले कति ओइ कति वर्ष भयो भन्दै हामीले बन्द गरेको आमामा कति वर्ष भयो मम्मी हाम्रो बन्द भएको 10 वर्ष भयो अन्त 10 वर्षमा आज खोलेको समाज घर हाम्रो हेर त्यो कसको ए बादुल पनि रहेछ बादुल हो आधा मार्दैछ के बादुल पनि रहेछ थालहरु आधा रहेछ के गर्ने त्यो ब्यास लागेको रहेछ मेसिन चाहिँ 10 वर्ष भएन मैले लक भएको 10 वर्ष भएछ नि लक भएको बेसी भयो बेसी हो अन्त लु 10 वर्ष भन्दा नि हाम्रो यो समाज घर आम्मा पहिला त थालेछ कति बाप रे घर त ए छोरा छोरा त्यही अब सब नयाँ हुन्छ अब हुँदैन पहिलाको समाज खोल्दा यो थाल त थाल खोइ भने थाल त अहिले न भने थाल त अल्लाह दे दे भन्नु त रहेछ त न काकाहरूले पनि फेरि के थाले यो कसको धान हो यहाँ धान रहेछ यो माकुराले जाल उयो के अरे चराले खोता बनाएछ ए हो र ए जनक प्रधान उयो हाम्रो काका साइला काकाले ए तँ लान्छस् लु सब बेच्दिने यो राखेर त्यो चाहिँ के हो ए त्यो पनि कस्तो न भइसक्यो होला 10-12 वर्ष भइसकेको छ अनि काठको मिस्त्री स्याहार गराउनु यस्तो यो हुँदैन यो के हुँदैन होइन यो के भन्छ पुटिम लाउँदा हुन्छ पुटिम हैन के काका यत्रो के पाउँदो रहेछ तर चुन्दैन पानी चुन्दैन नभए धान यत्रो राखेको भएको त त्यसो भए एमसी लगाइदिनु एमसी लगाइदिनु पर्छ कि सिलिङ लाइन तपाईहरु सिलिङ त्यो सिमेन्ट गयो पर्छ नि 4x4 को बेसी दाम छैन त्यो 2-300 रुपैयाँ अरे सिमेन्ट त्यो सिमेन्ट उयो बोराको सिलिङ लाउँदा भइहाल्यो नि सिलिङ तो भन्छ 10-12 वर्ष भयो नि त हाम्रो समाज घर लक हाम्रो घर चाहिँ अलिकति टाढो पर्छ नि त हो अन्त यहाँ यो चाहिँ अलिकति पर धेरै टाढै पर्छ नि त भनेर चाहिँ यस्तो भएको खै काका झार जङ्गल पलाएर जङ्गल भइसक्यो नि आजदेखिको सुरु होला आजदेखिको सुरु